यो जेनजीको उपलब्धि हो, तपाईँ हाम्रो नेपाली नागरिकको उपलब्धि हो र यो उपलब्धिलाई कायम राख्नको लागि तपाईँ हामी अझै लड्नुपर्छ। लडौँ, अन्तिमसम्म लडौँ। जबसम्म लडौँ तबसम्म लडौँ कि जबसम्म हाम्रो देश बन्दैन तबसम्म लडौँ, अझै लडौँ, भात नखाउँ नसुतौँ तर लडौँ। यही नै हो आखिरी अन्तिम लडाई, यो डु अर डाई हो, आर कि पार हो। त्यही भएर एक अर्कासँग लड्ने काम नगरौँ, युनाइट हुने काम गरौँ। घरको झगडा घरमै राखौँ, छिमेकीमा गएर भारतमा गएर ढ्याङ्ग्रो ठोक्ने काम हामी नगरौँ। त्यही भएर हामीले संविधान जोगाउनु परेको, यो ढ्याङ्ग्रो उतापट्टि ठोकिन्छ कि भनेर। किन त्यो एउटा नेता एउटा नेपाली हो, यो कुरा हामीले बुझ्नुपर्छ। चोरै होस् तर त्यो नेपाली हो, त्यसलाई हामीले आत्मसात गर्नु पर्दैन के? त्यसो त्यो यहाँ मरिराख्दाखेरि हामी हेरेर बस्न सक्छौँ त? त्यो मानवता छैन हामीमा, त्यो मानवताको छैन भने हामी विकास गर्नु पर्यो। त्यही भएर हामीले जतिसुकै होस् घर झगडा हामीले घरमै राखौँ।